प्रतिक्रिया आउँछ भने बाबु तिमीले त लोकसेवा गर, बाबु तिमी जस्तो मान्छेले त कन्सल्टेन्सी खोल्नुपर्छ है, बाबु तिमीले त यस्तो गर है भन्ने कुरा धेरै आउँछ। सरले पनि धेरै नै कुरा गर्नुभयो, अपर्च्युनिटीका कुराहरू गर्नुभयो। तर के कुरा बुझिएन भने हामीले त्यो अपर्च्युनिटीलाई कसरी ग्र्याब गर्ने त? त्यो अपर्च्युनिटीलाई ग्र्याब गर्ने मार्गदर्शन जुन देखाइन्छ भनेर म यहाँसम्म आइपुगेँ, त्यो चाहिँ म अलिकति क्लियर भइनँ होइन। गर्न त अब एउटा सिभिल इन्जिनियरिङ पढिसकेपछि मैले अब आफ्नो कन्सल्टेन्सी खोल्छु भने नि सकियो, अब लोकसेवातिर जान्छु भने पनि म सकेँ। विभिन्न फिल्डहरूलाई त्यहाँ जान सकिन्छ। तर मेरो आफ्नो पर्सनल क्वेसन चाहिँ के छ भन्दाखेरि म एउटा देशमै बसेर म एउटा रिसर्चर बन्छु, म एउटा फुल टाइम रिसर्चर बन्छु भन्यो भने मैले त्यसबाट कमाइ गर्न सक्छु कि सक्दिनँ, मैले आफ्नो पेट परिवार पाल्न सक्छु कि सक्दिनँ, त्यसको के छ व्यवस्था। अब मलाई रिसर्चमा इन्ट्रेस्ट हुँदै गर्दाखेरि अब म भविष्यमा अब विदेशै पलायन भएर कुनै फलानु प्रोफेसरको रिसर्च एसिस्टेन्ट हुनु भएको कुनै विकल्प छैन। अब यसमा अब एनइसीले केही सोचेको छैन। देशमा रिसर्चको वातावरणै छैन। हाम्रो देशमा कति धेरै रिसर्च ग्याप छ र हाम्रो देशका एकदम ट्यालेन्टेड जुन हाम्रो दाइ दिदीहरू हुनुहुन्छ, इन्जिनियर साथीहरू हुनुहुन्छ, उहाँ विदेशमा गएर धेरै रिसर्च गरेर उहाँ विदेशमा फाइदा हुने धेरै काम भइसकेको छ। तर हाम्रो देशमा के देखियो भन्दाखेरि एउटा रिसर्चको कमी देखियो। रिसर्चमा लगानी गरौँ भन्ने कुरा हाम्रो ब्याचलरदेखिको पढाइमा पनि देखिँदैन। अब जुन विद्यार्थीलाई रिसर्चमा इन्ट्रेस्ट छ उसले अब रिसर्चमै म केही गरी खान्छु भन्नेहरूको लागि के छ यसमा पनि अलिकति स्पष्ट पार्दिनँ। अनि यो अपर्च्युनिटीलाई अब हामीले कसरी ग्र्याब गर्न सकिन्छ? अब हाम्रो पछिल्लो समय क्लासमा के देखियो भन्दाखेरि म डब्लुआरसी पढेको विद्यार्थी, हाम्रो 144मा 144 जना विद्यार्थी लोकसेवाको तयारी गर्ने भन्दै एउटा इन्स्टिट्युटमा जोइन हुनुभएको छ है। हामी 2-4 जना साथीहरू चाहिँ जोइन भएका छैनौँ। अब अलिकति प्र्याक्टिकली सोच्ने हो भने पनि त लोकसेवाले भ्याकेन्सी खुलाउँछ 7औं तहको इन्जिनियरमा 5-6 जना। कतिपय साथीहरू अलिकति इगोस्टिक हुनुहुन्छ, हामी अब ब्याचलर पढेको मान्छे, हामी 5औं तहको दिन्नौ, हामी 4थो तहको दिन्नौ भन्ने पनि हुन्छ। अब खुलाउँछ 6-7 वटा होइन। अब बाँकी विद्यार्थीले के गर्ने, बाँकी कता जाने होइन। अलिकति हामी प्र्याक्टिकल पनि हुन सकेनौँ क्या। अलिकति के देखियो भन्दाखेरि तपाईँको डिमान्ड सप्लाई चेनको ब्यालेन्स भएन। जति सिभिल इन्जिनियर प्रोड्युस भयो त्यो मेन पावरलाई कहाँ युटिलाइज गर्ने भन्ने देशले नजानेको हो कि अब हामी त्यतिकै हापाहाजारले पढ्दैछौँ कि के हुँदैछ यो विषयमा अलिकति हामी गम्भीर नदेखेका हौँ कि के भएको हो। अब हामी देश विकास भएन मात्र भन्छौँ, यस्तो यस्तो देखियो। अब यसको के छ समाधान छ? तपाईँ कसको इन्ट्रेस्टले पढ्नु भएको थियो होइन? पहिलो प्रश्न नै त्यस्तै थियो जस्तो लाग्यो होइन। तपाईँले आफ्नो इन्ट्रेस्टले, जस्तै मैले भने म पढ्दा मैले कसरी पढेँ, क्यारियर पाथ कसरी बनाएँ होइन, अपर्च्युनिटिजहरू नहुँदा पनि कसरी चाहिँ रिस्कहरू लिएर चाहिँ अगाडि बढेँ भनेर त त्यो मैले धेरैको केसमा लागु हुन्छ त्यो होइन। त्यसले गर्दा सुरुमै पढ्दाखेरि सबै तपाईँहरूले आफ्नो इन्ट्रेस्टले पढेको हो, कसैले फोर्स गरेर पढेको होइन, दाजु दिदीहरूले होइन अथवा प्यारेन्ट्सहरूले होइन भनेपछि तपाईँले केही न केही स्कोप देखेर सिभिल इन्जिनियर अथवा अरू पनि इन्जिनियरिङ गर्नुभयो होइन। त्यही नै पहिलो हो क्या, पहिलो त्यो तपाईँले त्यही नै चुज गरिसक्नु भएको छ आफ्नो क्यारियर पाथ होइन। रह्यो चाहिँ हामीसँग अपर्च्युनिटी छ छैन, देशमै बस्ने चाहिँ ऊ छैन भने त्यो मैले भन्दा नि गभर्मेन्टको पोलिसीले चाहिँ गर्ने कुरा। रिसर्चको कुरा गर्नुहुन्छ भने पछिल्लो समय 3-4 वर्ष भयो, पछिल्लो समय प्रोफेसनल सोसाइटिजहरू, अहिले सुभाष सरले कुरा गर्नु होला होइन, प्रोफेसनल सोसाइटिजहरू जस्तै सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर भन्ने छ होइन, सोटे जो चाहिँ ट्रान्सपोर्ट इन्जिनियर्सहरूको त्यहाँ थुप्रै रिसर्चको चाहिँ अपर्च्युनिटिजहरू क्रिएट गराएको छ। उहाँहरूले विभिन्न इन्टरनेसनल एजेन्सीहरूसँग होइन कोलाबोरेट गरेर युनिभर्सिटीहरूसँग रिसर्च इन्स्टिट्युटहरूसँग गरेर, त्यस्तै अर्को एउटा नेपाल जियोटेक्निकल सोसाइटी भन्ने छ, त्यहाँ पनि रिसर्चको चाहिँ अपर्च्युनिटीहरू पछिल्लो समय चाहिँ 4-5 वर्षमा चाहिँ अब यो कुरा तपाईँहरूले कलेजमा प्रोफेसर्सहरूले आर्टिकुलेट गर्न सक्नु भएन होला होइन। तर रिसर्चको पछिल्लो समयको वातावरण चाहिँ बन्दैछ होइन। अलिकति अब अहिले त ठ्याक्कै छुट्टै मिनिस्ट्री पनि बन्यो होइन। हामीले पनि धेरै नै हामी एज अ इन्डस्ट्रीमा यता काम गर्दा नि हामीले चाहिँ एकाडेमिया र इन्डस्ट्रीमा एकदमै ग्याप भयो होइन। तपाईँहरू चाहिँ ग्रेजुएट इन्जिनियर हुने बित्तिकै हाम्रो इन्डस्ट्रीमा अथवा कन्स्ट्रक्सन इन्डस्ट्रीमा जाँदाखेरिको तपाईँको स्किल ग्याप धेरै भयो होइन। त्यो स्किल ग्यापलाई कसरी चाहिँ गर्ने भनेर म 1 महिना अगाडि नै हो यो मदन भण्डारी युनिभर्सिटी होइन, मनमोहन युनिभर्सिटी विराटनगरको, त्यसको कोर्स करिकुलर डेभलपमेन्टमा मलाई पनि बोलाएको थियो इन्डस्ट्रीको तर्फबाट होइन। त्यहाँ गएर मैले दुईवटा चाहिँ के अरे कोर्स चाहिँ मैले एकदम फोर्सफुल नै हुनु पऱ्यो त्यसमा। एउटा चाहिँ के भने अहिले मैले कुरा गरेको
इन्जिनियर्सहरूलाई अन्टरप्रेन्योरसिप सिकाउने स्किल के त अब त्यहाँको ग्रेजुएटहरूले त्यो कोर्स पढ्यो भने बिटेक इन सिभिल इन्जिनियरिङ भन्छन्। म आफै पनि बिटेक गरेको इन्डियाबाट 85 मा होइन। त्यसले गर्दा मैले त्यहाँ जुन मैले पढ्दाखेरिको कुराहरू म त्यो ग्याप देख्छु क्या यहाँको कलेजहरूमा। अनि त्यो अन्टरप्रेन्योरसिप चाहिँ सिकाउनुपर्छ अबको इन्जिनियरहरूलाई, खालि चाहिँ इम्प्लोइमेन्ट होइन रिसर्चतिर पनि लानुपर्छ। अर्को चाहिँ यो अहिले मैले अकुपेसन हेल्थ एन्ड सेफ्टी भनेपछि हामी ढिलो त भयौँ त्यो चिजहरूमा, तर रिसर्चको अपर्च्युनिटिज भोलिको दिनमा डेफिनेटली छ। रिसर्च भनेको के हो भने हामी कहाँ इन्डस्ट्रीहरू त्यति राम्रोसँग चाहिँ इन्जिनियरिङ रिलेटेड प्रोडक्सन इन्डस्ट्री त छ होइन फुडको यताउतिको, तर अर्को चाहिँ इन्जिनियरिङ इन्डस्ट्रीहरू कम त्यति नभएकोले रिसर्चको फन्डिङ भनेको अलवेज इन्डस्ट्रीले चाहिँ एकाडेमियालाई गर्छ क्या। र मलाई यो चिजमा होइन कुनै चिजको अप्टिमाइजेसन गर्यो अथवा कुनै चिजको मेटेरियलको अप्टिमाइजेसन अथवा मेटेरियलमा कस्तो किसिमको प्रपर्टिजहरू हुनुपर्छ कन्स्ट्रक्सन मेटेरियलहरूमा त्यो इन्डस्ट्रीले खोजिरहेको हुन्छ। अनि त्यो गर्न प्रोफेसरलाई चाहिँ रिसर्चको चाहिँ दिन्छ। रिसर्चमा पनि दुईवटा किसिमको हुन्छ, एउटा एकाडेमिक रिसर्च होइन द्याट विल लिमिट योर सेल्फ टु एकाडेमिक पर्पजलाई मात्रै होइन। अर्को चाहिँ इन्डस्ट्रियल रिसर्च होइन। तपाईँले खोजेको चाहिँ अब एकाडेमिक रिसर्चको कुरा गर्नु हो कि इन्डस्ट्रियल रिसर्चको कुरा गर्नुभएको। हामी कहाँ चाहिँ एकाडेमिक रिसर्च चाहिँ प्रशस्त छ। मास्टर्स लेभलको पढाइमा तपाईँले चाहिँ रिसर्च बेस्ड नै हुन्छ तपाईँको थेसिसहरू होइन। अब इन्डस्ट्रियल रिसर्च चाहिँ एकदमै कम छ होइन। त्यसले गर्दा हाम्रा अहिलेको रिसर्च प्र्याक्टिसहरूमा पनि चेन्ज चाहिँ अलिकति रिसोर्स कन्स्ट्रेन्टले नै हो हामी रिसर्चमा चाहिँ अलिक पछाडि परेको। तर अपर्च्युनिटिज नै छैन अथवा चाहिँ यो गाह्रो विषय हो भन्ने चाहिँ अबको दिनमा चाहिँ हुँदैन। त्यसमा चाहिँ म अलिकति किनभने प्रोफेसनल सोसाइटिजहरूले पनि काम गर्दैछन्, गभर्मेन्टलाई पनि अलिकति अहिले पछिल्लो समय रिसर्चलाई अलिकति बढी प्राथमिकता दिएको छ होइन। जहाँसम्म तपाईँले अपर्च्युनिटिजको कुरा गर्नु मैले चाहिँ के भने यहाँ दिज आर द च्यालेन्जेस होइन। तपाईँले पहिला त च्यालेन्ज नै थाहा हुनु पऱ्यो होइन। जस्तै मेरै केसमा हेर्नु भने त मैले पनि त त्यो धेरै त्यहाँ त्यो सजिलो गरी त कुनै अचिभ गरेको छैन होइन। एभ्री स्टेपमा मैले एक्जाम दिएको छु है, त्यो बेला पनि इन्टरभ्यू अर एक्जाम रिटर्न एक्जाम त्यो बेला पनि है। त्यसले गर्दाखेरि अबको दिनमा झन् गाह्रो छ होइन। म पढ्न जाँदाखेरि एउटा इन्जिनियरिङ कलेज थिएन, अहिले 50+ इन्जिनियरिङ कलेज छ होइन। गभर्मेन्टको एउटा ल्याब पनि त्यही छ होइन। हामीले इन्जिनियरिङ ग्रेजुएटहरू त निकाल्यौँ, तर त्यसलाई इन्डस्ट्रीमा कसरी सेटल गर्ने भन्ने त्यो चाहिँ प्लान चाहिँ छैन। फेरि हामीले कुरा चाहिँ उठाउँदै आएको छौँ, भनिरहेको छु, एनएले पनि भनि नै रहेछ होइन। तर त्यो चिज चाहिँ अझ पनि नभइसकेकोले मुख्यतया त जे गर्दा पनि आखिर रिसोर्स नै हो, फेरि पैसै चाहियो होइन। बिजनेस गर्न पनि चाहियो, कन्स्ट्रक्सन गर्न चाहियो, कन्सल्टिङ। तर मैले त्यही भन्दा एनएमडीको पनि कुरा जोडेँ होइन। एटलिस्ट केही त तपाईँले सिड मनी दिइरहेको छ नि त सुरु गर्नलाई होइन। केही न केही त गरेको छ नि, गरेकै होइन छैन भन्ने त छैन नि त, स्टार्ट त भएको छ नि त। एटलिस्ट त्यो चाहिँ तपाईँहरूले चाहिँ बुझिदिनु पऱ्यो। अरू केही छ?